स्पेसमा यो गर्नु हेलो नमस्ते सबैजनालाई आज हाम्रो दाइ हो हैन आज हामी हस्पिटलतिर छौँ कहाँको हस्पिटल हामी यता एल्मोस हस्पिटलदेखि यता थेरापी हस्पिटल कस्तो छ भनेर बुझ्नलाई हस्पिटलतिर आएको छौँ हामी भन्न चाहिँ केही भएको छैन हामी यात्रामा छौँ कहाँको यात्रा हाम्रो यात्रा नेपाल हुँदैछ आज हामी नेपालमा बाइकमा नेपाल जाने भनेर हामी यहाँबाट हिँडिसकेका छौँ होइन कहाँदेखि हामी अमेरिकादेखि नेपाल मोटरसाइकलको यात्रा तान्दै कुन ठाउँ होइन भइरहेको छ हामी अहिले अमेरिकाको न्युयोर्क सिटीको क्विन्सको ज्याक्सन हाइट्समा छौँ आज ड्राइभिङ गर्दै हुन्छ होइन मेरो यात्राको ड्राइभर चाहिँ दिपेश हो दिपेश चाहिँ खतरा राइडर हो फेरि उहाँ चाहिँ राइडर नम्बर 1 राइडर हो नेपालको मलाई पनि थाहा छैन होइन उहाँ ड्राइभर त ड्राइभर हो तर ड्राइभर थाहा छैन उहाँले एउटै रोडमा बस्नु होइन मैले उहाँलाई सोधिरहेको छु कहाँ जाने हो भनेर तर उहाँले भन्न सक्नु भएको छैन अहिले मात्रै राम्रो गएको हामी चाहिँ यसरी बस पार्क हामी साइड काट्दैछौँ होइन लेफ्ट टर्न दियौँ हामीले यो बस हो है पब्लिक बस यता साइडतिर चाहिँ पर्सनल गाडीहरू छन् यता चाहिँ पार्किङ एरिया मेरो गाडी हो नि पार्किङ राखेको म यो हस्पिटलमा भर्खर अस्ति गएर आएको यो हस्पिटल चाहिँ एल्मस हस्पिटल यो उड साइडको ठुलो हस्पिटल हो होइन उहाँ चाहिँ अस्ति केही कारणवश म यो हस्पिटलमा बसेको थिएँ म बसेको यो साइडबाट गएको थिएँ है 1 महिना इमर्जेन्सी वार्डमा गएर एक रातमा आएको है म सुई किने बेला सिटीमा जाउने रहन्छ यार त्यहाँ खाउँदै मलाई हेलो 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 हामी क्विन्स मल जाँदैछौँ ल गाई हामी क्विन्स मल जाँदैछौँ होइन क्विन्स मलको लागि हाम्रो राइडर हुनुहुन्छ त्यस केसी उहाँ खतरा राइडर घचक गरेर ब्रेक हान्नुहुन्छ फेरि उहाँले ब्रेक हान्नेमा खतरा ध्यान दिनुहुन्छ झुक्ट्याउनुहुन्छ होइन झुक्ट्याउने बेला मलाई झर्रकी भन्ने डर पनि लाग्छ एउटा हातले काम गर्दैन एउटा हातमा क्यामेरा छ है गाई फेरि झरेको छु भने नि त्यसले फेरि अर्को उपचार गर्नुपर्ने सम्भावना पनि छ मलाई है हेलो गाइज हामी क्विन्स मलभित्र छिर्दैछौँ ल हाम्रो राइडर दिपेश केसी हुनुहुन्छ होइन हाम्रो राइडर हुनुहुन्छ मेरो राइडर है ब्याग हो हामी क्विन्स मलबाट ब्याग जाँदैछौँ ल हामी अमेरिकाको ब्याङ्क अफ अमेरिका नजिक छौँ है गाइस हामी यसलाई भन्छ ब्याङ्क अफ अमेरिका भन्छ यसलाई ब्याङ्क अफ अमेरिका भन्छ है म पछाडि पनि देखाउँछु ल एकछिन गाइजहरूलाई सबै चिनाउनुपर्छ यो ब्याङ्क अफ अमेरिका भन्ने हेर्नुहोस् है अमेरिका खतरा ब्याङ्क हो ल पुलिसको गाडी इन्क्वायरीमा बसिरहेको छ होइन अहिले इन्क्वायरी गरिरहेको छ यहाँ दायाँमा गऱ्यो कि मामा आइहाल्छ मामाले प्याट्रेस मातेर हो दिने यता बस हिँड्ने बाटो है बसको लागि स्टप गराएको यसरी गाडी हुन्छ होइन के छ खबर हामी ठिक छौँ हामी यस्तै हो यस्तै झोले जिन्दगी हामी यस्तै छ के जिन्दगी झोले जिन्दगी केपी ओलीको चोरेको होइन नि होइन केपी ओलीको झोले होइन हामी कामको झोले हो कामको झोले हामी कहाँ छ हामी त पार्टीको झोले होइन हामी कहाँ छ मैले हामी गोर्खाली खाजामा छौँ होइन
के हेर्दै के टोला गएर म आफ्नै भिडियो हेर्दै के अर्डर गरेको के अर्डर हामी झोलमा खाने प्लानमा छौँ आज के कुन चाहिँ सुरी खाने दामी हुन्छ सुरी के झोलमा होइन ल ठिक छ कस्तो लागेर लस्सी बसन्तपुरदेखि त के भन्छ अरे भित्र के अरे जाने लस्सी कस्तो छ लस्सी काठमाडौँमा खाएको लस्सी जस्तो छ यस्तै लस्सी खानलाई काठमाडौँमा 1.5 घन्टा लगाएर हिँडेर जाने गरिन्थ्यो होइन 1.5 घन्टा हिँडेर गएर लस्सी खाएर आइन्थ्यो भने यहाँ पनि लगभग झन्डै 1.5 घन्टा हिँड्नु परेन है हाम्रो ड्राइभर ल्याएर आउनु भएको छ अब नेपाल अमेरिका हुने फरक यति हो होइन कमा ल्याएर म त पुरै हो आज गोर्खालीको बेस्ट मोमो हान्दैछौँ ल बेस्ट मोमो मोमो गोर्खालीको गोर्खालीमा छिटो आएर टेस्ट गरौँ ल तपाईँ आएर चाहिँ मान्ने हुन्छ हाल्नै आएन कि हातले ठिक छ ल पिस्काउने वेट छेउ सिक्नु होला लगाइदिने हुन्छ ल यो अलिक पछि हुन्छ त्यो लास्ट पिस हामी कहाँ कसो खानुहुन्छ आमा स्पाइसी होला पिरो गर्नु ल हामी फाइनल्ली घर आइपुग्यौँ हाम्रो राइडरले मलाई छोडेर हिँड्दै हुनुहुन्छ मोमो खायो पेटेर न लास्टै खाइयो नि मोमो त नेपालको ल बाई नेपालको के अरे विराज भट्ट